सम्पूर्णमा नमस्कार। आज पनि नयाँ भिडियो लिएर आइसकेको छु हजुरहरूको माझमा। हजुरहरूले हेरिदिनुहुन्छ भन्ने आशा गर्दै आजको भिडियोतर्फ जाम। केही समथिङ नयाँ फेरि एउटा केही स्पेशल हुनेवाला छ। त मैले अहिले नै भन्दिनँ, त हुनेवाला चाहिँ छ। अब छिटै नै चाहिँ अब केही न केही चेन्ज चाहिँ हुनेवाला छ। यो चिज चाहिँ मैले हजुरहरूलाई भन्दै अनि चेन्ज हैन के चेन्ज चाहिँ अब गरेपछि चाहिँ थाहा हुन्छ। अहिले चाहिँ भर्खरै चाहिँ हालमा चाहिँ नभनौँ, किनकि समथिङ केही एउटा स्पेशल हुनेवाला छ। एकदमै यो चाहिँ गुड न्युज चाहिँ हो, किनकि अब चाहिँ फेरि पनि केही चेन्ज चाहिँ हुन्छ। हामीले चाहिँ अपडेट चाहिँ गर्नुपर्छ कि, अनि सधैँभरि चाहिँ यस्तै हुन्छ नि। हामीले चाहिँ केही न केही चाहिँ अपडेटहरू गर्नुपर्छ कि, अपडेटहरू गरिएन भने चाहिँ हामी लाइफमा चाहिँ हाम्रो चाहिँ केही न केही चाहिँ ह्याम्पर चाहिँ पाएको छ कि। जस्तै हामीले एउटा मोबाइल फोन अनि ल्यापटपहरू चाहिँ हामीले त्यो अपडेट गरेनौँ भने चाहिँ होइन ह्याङहरू चल्न थाल्छ कि, अनि ल्यापटप पनि ह्याङ चल्न थाल्छ। त्यसैले गर्दा चाहिँ हामी यदि आफ्नो परिवर्तनको लागि आफू केही होइन केही आफू चल्नको लागि चाहिँ हामीले केही न केही चाहिँ नयाँ चिज गर्नुपर्छ, परिवर्तन गर्नुपर्छ। यदि परिवर्तन गरियो भने चाहिँ एकदमै राम्रो हुन्छ। आफूलाई हामीले केही हामीमा सधैँमा हामीले सधैँ खाना खान्छौँ भने चाहिँ हुन्छ नि, त्यो भनेको चाहिँ एकदमै होइन ख्यालै नहुने कि खाना खाइरह कहिलेकाहीँ हामीले एकदमै हुन्छ रोटी सोटी खायो भने ओके हामी एक्साइटेड हुन्छौँ नि, हामी केही समथिङ न्यू भन्छौँ नि, त्यही हो कि। अनि हामीले चाहिँ लाइफमा चाहिँ केही पाउनको लागि चाहिँ केही न केही चाहिँ हामीले परिवर्तन गर्नुपर्छ। यदि परिवर्तन गरियो भने चाहिँ हामीलाई राम्रो अनि हजुरहरूलाई राम्रो, हजुरहरूलाई पनि एकदमै राम्रो हुन्छ। अनि त्यही हो, अब आफू हेर्ने मान्छेले कस्तो सोच्छ भन्ने कुरो हो कि। आफूले त दिएको छ, आफूले त डेडिकेसनहरू दिएको छ हुन्छ नि, तर हेर्ने मान्छेको नजरहरू के हुन्छ भन्ने चाहिँ पत्तो हुँदैन। अनि आजको यो टपिकमा चाहिँ म के भन्नको सन्देश दिन थालेको भन्दा चाहिँ आफूमा केही चेन्जहरू चाहिँ हुनुपर्छ। हामी धेरै ठाउँमा चाहिँ चेन्ज गरिरहनुपर्छ, लाइफ चेन्ज गरिरहनुपर्छ। यदि उकालो छ भने हामीले ओह्रालो पनि बनाउनु पऱ्यो नि त। यदि उकालो मात्रै छ भने चाहिँ हामी चढ्न सकिन्न नि त। उकालो मात्रै चढ्न सकिन्न, कहिले ओह्रालो पनि हुन्छ, फेरि झरेर फेरि चढ्न पनि सकिन्छ नि त होइन। खालि उकालो मात्रै सकिँदैन, त्यही भएर उकालो ओह्रालो हामीलाई चाहिन्छ, अनि नर्मल बाटो पनि चाहिन्छ। त्यसैले गर्दा हामी आफ्नो लाइफको लागि एउटा केही परिवर्तन गर्नु छ भने चाहिँ हामीले धेरै चिजलाई चाहिँ हामीले पनि परिवर्तनहरू गर्नुपर्छ, अपडेट गर्नुपर्छ, अपडेट राख्नुपर्छ। मान्छेमा पनि अपडेट हुनुपर्छ। अनि म अहिले यस्तोको बोल्दैछु, भोलि म अर्कै तरिकाले बोलाउँदा त्यो पनि अपडेट हुनुपर्छ। अनि म अहिले यस्तो लुगा लगाएको, भोलि अर्को होइन कोट प्यान्ट पनि लगाउनुपर्छ, त्यो पनि अपडेट हो। अपडेट गर्नुपर्छ, आफ्नो सेल्फ डेभलपको लागि पनि अपडेट गर्नुपर्छ। यदि अपडेट गरियो भने चाहिँ हामीलाई एकदमै राम्रो हुनेवाला छ फ्युचरमा गएर। अनि हामी धेरै कुरामा चाहिँ पछि पर्दैनौँ कि। अपडेट भनेपछि चाहिँ हामी हाइलाइट पर्छ नि, जे कुरा पनि हामीले अपडेट गरिरहनुपर्छ। लाइफमा केही सक्सेस पाइयो भने चाहिँ त्यो पनि एउटा लाइफको अपडेटै हो कि होइन। अब जस्तै हामीले सधैँभरि एउटा मोबाइल फोन ल्यापटप त चलाइरहेको हो नि त, त्यो हेर्दा नै हामीलाई वाक्क त हुन्छ नि त। मोबाइल त अब जति हेरे पनि त्यहाँ हुन्छ नि, एउटै चिज हेर्दा चाहिँ मोबाइल चाहिँ हुन्छ इन्टरनेट भएन भने त्यत्तिको मात्रै चलाउँदाखेरि कति बोरिङ हुन्छ। जब इन्टरनेट आउँछ अपडेट हुन्छ, त्यहाँ फेरि टिकटक इन्स्टामा फेरि अर्को रिल्स आउँछ, भोलि अर्को रिल्स आउँछ। हामीलाई धेरै नै यसले हुन्छ नि अपडेट गराइरहेको छ। त्यही भएर हामी हुन्छ नि धेरै चिज अपडेट गराइरहेको छ नि। भिडियो पनि अपडेट गरिरहेको, भिडियो पनि अर्को आउँछ, भिडियो पनि गीत पनि अर्को आउँछ। अनि धेरै लाइफमा धेरै चिज अपडेट गरिरहेको यो स्मार्टफोन होइन,
इन्टरनेटले पनि होइन त्यही त हो लाइफलाई त्यही भएर चाहिँ हामीले अपडेटहरू राख्नुपर्छ यदि अपडेट राख्यो भने चाहिँ हाम्रो हुन्छ नि एकदम मेन्टालिटी पनि एकदम राम्रो हुन्छ जे चिज पनि राम्रो हुन्छ अनि अहिले हेर्ने नजर पनि राम्रो हुन्छ यदि आफूलाई चाहिँ राम्रो बन्नु छ भने चाहिँ केही गर्नुपर्छ यदि गरियो भने चाहिँ हामीले एकदमै सक्सेस पाउने चाहिँ हाम्रो हाई चान्स हुन्छ त्यसैले गर्दा चाहिँ हामीले चाहिँ लाइफमा अपडेट चाहिँ हुनुपर्छ यदि अपडेट भयो भने चाहिँ हामी केही कुरामा गएर पनि पछि हट्दैनौँ जस्तो पनि लाग्छ कि द्याट इज द ट्रु के द्याट इज द ट्रु यस ओके त्यही भएर साथीहरू एकदमै अपडेट रहनुपर्छ लाइफमा यदि अपडेट रह्यो भने चाहिँ हामीले चाहिँ एकदमै केही गर्नेवाला छौँ होइन लाइफमा चाहिँ केही गर्नेवाला छौँ के त्यसैले गर्दा चाहिँ ढिला नगरिकन आजको भिडियो अन्त्य गर्न चाहन्छु समथिङ न्यू स्पेसल ओके थ्याङ्क यू जय नेपाल